त्यो सिलौटा हो, यो जातो हो, यो ओखली हो। नाम के हो तपाईको? नाम सुरज। कति दिनदेखि यो गर्नु भयो यहाँ चाहिँ? यहाँ चाहिँ त भयो 1-2 दिन। 1-2 दिन भयो। बिक्री हुँदैछ अलिअलि। यहाँ नै जातो व्यापार। कस्तो राम्रो डिजाइनका जातोहरू छ। जोतलुङ दाइ तपाईँ कहाँ हुनुहुन्छ? जातो हेर्न। धरान धनकुटे रोड। यो के ठाउँ भन्छ यसलाई? धनकुटे रोड। यसको दाम कति हो त? यसको दाम 1200। यसको दाम 1200। यसको 1200 है। यसको 1200। यसको कति? यो डिजाइन वालाको ओ बुढो यो हेरी छ। यो गदामा उ ल्याउँछ हेर्नु है। यो गदामाले टाङबाट ल्याउँछ ढुङ्गा अनि यो गदामा अनि यसरी बनाएर। ओ मित्र यो भनौँ त के हो? कुन जातो हुन्छ? अन्डा आकारको छ। त्यो सिलौटा हो, यो जातो हो, यो ओखली हो। नाम के हो तपाईको? नाम सुरज। कति दिनदेखि यो गर्नु भयो यहाँ चाहिँ? यहाँ चाहिँ त भयो 1-2 दिन। 1-2 दिन भयो। बिक्री हुँदैछ अलिअलि। अनि फाइदा कति हुन्छ? दाजुले पनि लिनु भएको छ यो ओखली। कतिमा लिनुभयो दाइ? खोइ अब 1200 भन्दैछ। के लिइसक्नु भएको छैन? ए ल मिलाएर दिनु न। अनि पो लिन्छ त मान्छेहरू होइन? यो कुट्दै गर्नु न एउटा। राम्रो हुन्छ नि। हामीले बचपन बाउ बाजेले गर्दा बुढो भइसक्यो कसिहाल्यो। पारतिर हो नि यो त खोलाको त हाम्रो केराबारी लेटाङको त्यसैले फुटाएर नि ल्याउने हो नि त। एउटा यो बनाउन कति दिन मेहनत लाग्छ भन्नु त? कति दिन लाग्छ? जातो एक जोडी 1 दिन लाग्छ। 1 दिन लाग्छ दिनैभरि? ए अनि यो तपाईँले अहिले कतिवटा बनाउनु भएको छ यहाँ? यही हो 4 जना यति नै बनाएको हो। यो अलिअलि यति बनाएको छु। यो पनि 4 जनाको हो। ए 4 जना मिलेर बनाउनु भएको यो? कति दिनुहुन्छ भन्नु नि। बोनी भयो दाजु। अब के भन्नु तपाईँलाई बोनीको बेलामा? ल मलाई बोनी गरिदिनु 500 मिलाएर भन्नुको त हो तपाईँलाई। बोनी के भइहाल्छ नि 500 मा दिनु यो एउटा। ल भरेतिर आउनु नि दाजु। अब 500 मा नै दिँदैन हेर्नु त। 500 ल कति राम्रो। यो मलाई राखिदिनु ल। आउनु नि त तपाईँ। अहिले लिनु त बैना छोडेर जानुहुन्छ 150। दाम गर्नुहुन्छ नि बैना छोड्नु पर्यो तपाईँले 150। अनि तपाईँको एकछिन ल बेच्दिनँ राखिदिन्छु ढुक्क हुन्छ। यो राखिदिनु ल बैना। यो बैना यो ल यो राम्रो लाग्यो मलाई। यो कतिमा अहिले म अहिले पैसा दिन्छु। यसको यो खोइ उयो गर्ने राख्नु। भोलि आउँदा गधा पनि छैन। ए त्यस्तो हुँदैन। यहाँ विराटनगरको मान्छे म त्यहीँ गएर ल्याइहाल्नु। म राखिदिन्छु। ल यो मेरो राखिदिनु है। म अहिले आधी घन्टा 1 घन्टामा आउँछु है। जातो दाजु ल जातो किन्न आउने हाम्रो नेताजीहरू पनि। ल के छ त अनि जातो तपाईँकै पनि हो? नबनाउनु ल। यो दामी आएर त डिजाइनको जातोहरू यहाँ धनकुटे रोड। यो हल अगाडि गोर्खा अगाडि यता आउनु है। धनकुटे दिपक सरको घर अगाडि। यो उतैबाट काटेर ल्याएको यो दामी रहेछ। ल यो गदामा ल्याएको होइन? ल यो जातो यसरी बनाउँछ। यो 1200 1300 1500 रुपियाँसम्म बिक्री हुन्छ। यो यसरी यो बोरा माथि राखेर गदाको जिउमा यो गदाको जिउमा यसरी कतिदेखि कतिसम्ममा बिक्री हुन्छ अरे दाइ? यो टोटल 500 देखि 1200 सम्म हैन? 500 देखि 1200 सम्म टक्कसँग।
ओ मलाई त्यही राख्नु है त्यही मलाई राख्नु तपाईँ एउटै मैले पैसा दिइसकेँ सर दामी रहेछ जहाँ त यार हाल्दिनु यहाँको नाम लिएर बाइचान्स आउँछ नि गएको आउँछ ल कहाँ बोलाउनुहुन्छ ल भन्नु ग्राहकलाई कहाँ बोलाउनुहुन्छ यता भन्नु ल यो कुन हल हो यो चाहिँ बराको हल हो बरा त्यही सेन्टर यो बराको हल हो त्यही हल जस्ट अपोजिट यो चाहिँ खाली चौरीमा भएको होइन यहाँबाट सिपी दाईको टर्निङदेखि यतापट्टि उत्तरपट्टि आउनु होला है त सिपी दत्त दाईको घरको उत्तरपट्टि आउनु शिलालेख देख्नुहुन्छ यो चौरी खाली चौरीमा मन्दिर र सिपी दाईको घरको बिचमा होइन ल ठिक छ तपाईँको आज धेरै लेयर छ ल